बिस्तारै काठमाडौँ आएँ, सेन्ट जेभियर्समा मास्टर्स गर्न थालेँ। आधी जति नेवारहरू थिए, आधी बाहुन छेत्रीहरू थियौँ हामी। फुटसल खेल्ने एकदमै चलन थियो, फुटसल खेल्न जान्थ्यौँ। त्यो फुटसल खेल्न जाँदाखेरि पनि टिम डिभाइड हुँदाखेरि पनि त्यसरी नै डिभाइड हुन्थे। प्रवीण महर्जन, निरोज महर्जन, विजेश तन्दुकार एउटा टिमहरूमा हुन्थे। हामी, म, सुसन ढकाल, त्यहीको साथी सुसन ढकाल, सुभाष रेग्मीहरू लगायतका एउटा टिममा हुन्थ्यौँ। कम्पिटिटिभ गेम हुन्थ्यो, एकदमै फियर्स गेम हुन्थ्यो फुटसल खेल्दाखेरि। तर एट द एन्ड अफ द डे त्यो गेम सकिसकेपछि हामी चिया र कफी खानलाई चाहिँ सँगै बाहिर निस्केर मिली जाने हुन्थ्यो। सो कुनै पनि एउटा पोइन्टमा होइन त यो जातको हो, त म यो जातको वाला कुराहरू कहिले पनि आएन। खालि आयो त कि कतिको डिपेन्डेबल छ, कतिको कम्प्याटेबल छ, कतिको मिल्ने छ। र त्यो सबै चिजहरूलाई हेर्दै जाँदाखेरि अहिले यो जेनजी आन्दोलनमा पनि लाइक आई एम रियली प्राउड अबाउट इट। जेनजी आन्दोलनमा कुनै पनि एउटा क्षणमा त्यसरी होइन यो चिज यस्तो यस्तो भन्ने कुराहरू एकचोटि पनि आएन। र यो जेनजी आन्दोलनकै ड्युरेसनमा पनि म सम्झिन्छु, त्यो एकजना इन्फ्लुएन्सर हुनुहुन्छ, सायद टिपिकल नेपाली भनेर छ होला इन्स्टाग्राममा। आई स्टार्टेड फलोइङ हिम होइन। अनि त्यो फलो गर्ने क्रममा आई रियली लाइक हिज भिडियोज। उहाँले जुन हिसाबले मैथिली और भोजपुरी, आई क्यान डिफ्रेन्सिएट बिच इज विच, तर जुन हिसाबले त्यो बोल्नुहुन्छ, त्यो बोल्ने क्रममा आई रियली लाइक हाउ ही टक्स अबाउट थिङ्स। मलाई सुनिरकम जस्तो लाग्छ। सो त्यो अप्रिसिएबल गर्ने चिज हो नि त, रमाइलो चिजहरू हो नि त। यस, देयर इज कल्चरल डिफ्रेन्सेस इन विथ अस, देयर इज डिफ्रेन्सेस अन हाउ वी वेयर लाइक ब्रट अप, कसरी जन्माएको, त्यो हुर्काएको, त्यो चिजहरू सबै डिफ्रेन्सेसहरू छन्। त्यो चिजलाई मानेर, त्यो हाम्रो कल्चरल डिफ्रेन्सेसलाई अप्रिसिएट गरेर, ओके लेट्स मेक आवरसेल्फ प्राउड। नेपाललाई बाहिरतिर चिनाउनेवाला कुराहरू गर्ने सोच्नेवाला चिजहरू जुन जेनजीमा भयो, लाइक रिसेन्टली अहिले नेपालले वेस्ट इन्डिजलाई क्रिकेटमा हरायो एन्ड एभ्री वान इज सो फ्रिकिङ प्राउड अबाउट इट। सबैजना गर्वका साथ नेपालले गर्यो है भनेर हामी गर्दैछौँ। एन्ड दिस एक्चुली प्रुभ्स हामी मान्छे, हामी नेपाली लाइक इन जेनरल वी आर वे ओभर त्यो कल्चरल डिफ्रेन्सेस, जातपात धर्मको कुराहरूभन्दा हामी धेरै माथि छौँ भन्ने कुरा चाहिँ एकदमै देखाएको छ। विच आई एम लाइक रियली 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 ह्याप्पी अबाउट इट। एन्ड लेट्स होप हामी यसरी नै मिल्दै, लाइक हुन्छ नि, आई डु लाइक नेवारी फुड्स, नेवारी खानेकुराहरू कसरी बनाउने, बाह्र कसरी बनाउने भनेर युट्युबहरूमा हेरिरहेको हुन्छु। त्यसरी नै अरू चिजहरूको कल्चरल अप्रिसिएट गरेर त्यसरी नै नेपाललाई इन अ लाइक बिगर पिक्चर एउटा ग्लोबल्ली कसरी रेकगनाइज गराउने र नेपाली हामी डिफ्रेन्सेस भए पनि अनेकतामा एकता राख्न सक्ने सम्भव छ र हामी त्यो देखाइरहेछौँ भन्ने जीवन्त उदाहरण त यो जेनजी आन्दोलन थियो नै। त्यसैलाई नै इनिसिएट गरिरहेर त्यसैलाई नै अगाडि बढाउने चिजहरू चाहिँ हामीले गरिराख्नुपर्छ जस्तो लाग्छ। So let's hope with coming days everything comes out accordingly। अहिले अब आउँदो दिनहरूमा हामीले त्यसरी नै सबै अगाडि गर्न सकिरहौँ। Let's look into the positive future that this revolution brings in.